आमा खै यहाँ बसेर भविष्य बन्ला जस्तो छैन। हेर्नुहोस्, व्यापार गर्यो व्यापार पनि छैन, बिजनेस गर्यो बिजनेस पनि छैन। आज यहाँ यस्तो चल्छ, व्यापार गर्यो अर्को आएर त्यही गरिदिन्छ, पर पनि त्यही गरिदिन्छन्। खै यो देश त रिस मात्रै गर्नेहरूको देशै छ आमा। म त परदेश जान पर्छ क्या, यो देशमा भविष्य देखियो छैन आमा। क्या नि ल भन्नुहोस् त। जहाँ गए पनि उयो छोरा दुःख गर्नुपर्छ, जहाँ गए पनि पैसा रुखमा फल्दैन, काम गर्नै पर्यो। आफ्नै देशमा गरौँ न, जे हुन्छ उयो गरौँ। देशमा गरो, अब त्यो गरेका थिए त के अरे नि पसल, पडोसीहरूले त्यही चल्यो भनेर त्यही गरिदिन्छन्। रिस रिस मात्रै गर्ने छन्। अब हाम्रा यो देशमा समाज अनि कसरी गरेर हुन्छ। अब एउटाले एउटा गर्यो अर्कोले अर्को गरौँ भन्ने छैन। जसको चलेको देख्यो त्यही गर्छन्। अब पहिला जस्तो व्यापार राम्रो भएको देशमा स्थिति केही पनि छैन। झन् डामाडोल छ। नेताले देश बिगारै छन्। कार्यकर्ता नेताहरू बनेको बनै छन्। हामी करदाता त कर मात्रै तिरेको छ, नेता मात्रै पालेको छ। खै यो देशमा भविष्य त मैले देखिनँ आमा। म त काठमाडौँ जान्छु, अब भिसा लाएर आउँछु आमा। म यो देशमा बस्छु जस्तो लाग्छ छैन। रिसमा बस्छ छोरा, विदेश पनि नजाऊ। अब हामी बुढाबुढी खै नेपालीहरू अब त्यही सबै विदेश गरे, देश रित्तिसक्यो। म एउटा नगएर क्यानिर आमा। यो देश कि नेताहरूले बनाउनु पर्यो कि देशमा सुशासन ल्याउन पर्यो। नेपालीहरूलाई यहीँ गर्ने वातावरण गराउन पर्यो। देशले रोजगार दिन पर्यो, तब पो बस्ने वातावरण हुन्छ आमा। यो हालतमा देशमा बसेर त के नि आमा। खै चोर नेता भ्रष्टाचारहरू गर्नेलाई लहर थुनिया छन्। रवि लामिछाने, बालेन्द्र शाह, यस्ता यस्ता मान्छेलाई तिनले पाखा सार्यौ, फेरि रविलाई थुनेछन्। चोरहरू, यी भ्रष्टाचारी मर्न पर्ने चोरहरू, यी नमरन्जेल देश बन्न दिन्न। अब क्या नि आमा, अब हामीले त्यस्तो भनेर भएन। नेपाली जनतै त्यस्तै छन्। चुनावभन्दा पहिला तिनीहरूलाई गाली गर्छन्, जब चुनाव आउँछ नेपाली काङ्ग्रेस जिन्दाबाद, एमाले जिन्दाबाद, माओवादी जिन्दाबाद भन्छन्। नयाँ पार्टीहरूलाई विश्वास गर्दैनन्। त्यसबाट 84मा परिवर्तन हुन्छ भने 84सम्म कुर्छु आमा। 84मा पनि उनीहरूले जिते भने म आमा यो देशमा बस्दिनँ आमा। 84मा पनि फेरि तिनीहरूले जिते भने झन् डामाडोल हुन्छ आमा। 84सम्म बस्छु है म आमा। 84मा पनि नयाँ दलले केही बहुमत यो देशमा ल्याउने स्थिति भएन भने यो देशमा अब युवा रित्तिन्छन् आमा है। हुन्छ बाबु, बस्नुपर्छ। यी भ्रष्टाचारहरूलाई लखेटेरै छोड्ने हो। 84मा नयाँ युवाहरू ल्याएर देश बनाउने हो तपाईँहरू पनि हाम्रो नेपाललाई। यो पुराना दलको यो जालोबाट देशलाई मुक्त दिन छ भने 84मा जाग्नुहोस्। हेर्नुहोस्, अहिले काङ्ग्रेस एमाले माओवादी भनेर गाली गर्नुहुन्छ, ऊ बेला त्यसैलाई चुनाव जिताउनुहुन्छ भने तपाईँका छोराछोरीको भविष्य 1 बन्दैन, 2 बन्दैन, 3 बन्दैन। त्यही भएर जागौँ जागौँ जागौँ। जनता जाग्नुपर्छ। जनताले